यसैगरी अध्यक्षमा किशन राई निर्वाचित हुनुभएको छ। उहाँलाई बधाई छ। सिङ्गलमा चाहिँ म मात्रै भयो यसैगरी उपाध्यक्षमा प्रशान्त तमु बधाई छ। सफल कार्यक्रमको शुभकामना। Proud of your father. बधाई छ। ल यसैगरी सचिवमा देवराज राई निर्वाचित हुनुभएको छ। यसैगरी सहसचिवमा कृष्णराज लिम्बू बधाई छ दाइलाई। शुभकामना। ल यसैगरी कोषाध्यक्षमा तुलसी राज राणाज्यू निर्वाचित हुनुभएको छ। सफल कार्यक्रमको शुभकामना। र यसैगरी सदस्यमा भीमबहादुर थापा निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यमा इन्द्र लोकसमज्यू निर्वाचित हुनुभएको छ। कङ्ग्रेचुलेसन। ल यसैगरी सदस्यमा मातृदीप राई निर्वाचित हुनुभएको छ। सदस्यमा जगत बहादुर गुरुङ निर्वाचित हुनुभएको छ। ल जगतलाई बधाई छ। ल यसैगरी सदस्यमा विक्रम गुरुङ निर्वाचित हुनुभएको छ। दाइलाई फेरि मुद्दा नपरोस्। ल पहिलो सदस्य यसैगरी सदस्यमा कृष्ण कुमार गुरुङ निर्वाचित हुनुभएको छ। कार्य समितिमा 5 जनालाई र सदस्यमा 6 जनालाई निर्वाचित गरेको घोषणा गर्दछु र तपाईहरु सबैलाई बधाई छ। म किशन राई कृष्ण लिम्बू नेपाल पत्रकार सङ्घ हङकङको अध्यक्ष पदमा उपाध्यक्ष पदमा निर्वाचित भएकोमा यस सङ्घको विधानको अधीनमा रही विधान बमोजिम यस सङ्घको उद्देश्य प्राप्ति र प्रेस स्वतन्त्रताको खातिर निष्ठापूर्वक क्रियाशील रहँदै आफ्नो काम र कर्तव्यप्रति प्रतिबद्ध रहने शपथ ग्रहण गर्दछु। एउटा फोटो खिच्नु। नयाँ कार्यसमिति सिप विकासमा थप बल गर्ने दिने यो संस्थाले चाहिँ कार्यसमिति चाहिँ कामहरू गर्नेछ भन्ने हामी आशा गर्न चाहन्छौँ। र सबभन्दा पहिले त अन्त्यमा चाहिँ म यो कार्यसमितिलाई हार्दिक बधाई दिँदै यो चाहिँ हामीले आज तयार पारेको सम्पूर्ण यो अधिवेशनको यो प्रक्रियागत जुन कागजपत्रहरू छन् यो कागजपत्र चाहिँ सचिवलाई हस्तान्तरण गर्न चाहन्छु र यो बन्द सत्र चाहिँ यही समापन भएको घोषणा गर्न चाहन्छु। म इन्द्र लोकसम आज जुन यो जुलाई 10 तारिकका दिन 2016 मा चाहिँ यो पत्रकार महासङ्घ हङकङको दोस्रो अधिवेशनबाट म चाहिँ एउटा अहिले सक्रिय क्रियाशील सदस्यतामा निर्वाचित भएको छु र हाम्रो हङकङमा पत्रकारिता जुन अहिले
अहिले वृद्धि भइरहेको छ, तर कतिपय त्यसलाई अलिक व्यावहारिक पक्ष र कार्यान्वयन गर्नेमा चाहिँ अलिकति कमजोरी देखिएकोले गर्दाखेरि अबदेखि यसलाई चाहिँ अलिकति व्यावहारिक र व्यावसायिक रूपमा अगाडि बढाउँ भन्ने उद्देश्यले यो कार्य समितिको जुन अहिले निर्वाचित गरिएको छ र यसमा चाहिँ हामीले यो प्रतिबद्धता जनाएका छौँ कि क्रियाशील सदस्य भइसकेपछि हाम्रो यो पत्रकारितालाई अलिकति व्यावहारिक र व्यवसायसँगै लैजाउँ भन्ने उद्देश्यले म यस जुन आजको यो दोस्रो अधिवेशनबाट सक्रिय क्रियाशील सदस्यमा निर्वाचित भएको छु। धन्यवाद। हङकङमा हामी लगभग धेरै नेपालीहरू बसोबास गर्दै आएका छौँ र यो कर्मभूमिमा हामी सँगसँगै पत्रकारिता पनि हामीले गर्दै आएको छौँ। त्यस सन्दर्भमा अलिक व्यवस्थित तरिकाले कसरी चल्न सकिन्छ भनेर एउटा फोटोग्राफी गरिरहेको भएको कारणले गर्दाखेरि विशेषतः यसलाई पत्रकारितातर्फ पनि अलिकति अगाडि बढाउने सोच भएको कारणले गर्दाखेरि चाहिँ पत्रकार सङ्घ हङकङसँग आबद्ध हुने चाहिँ मेरो चाहिँ इच्छा जाग्यो। नमस्कार, म कृष्ण लिम्बू। म यो नेपाल पत्रकार महासङ्घ हङकङको चाहिँ म स्थापना कालदेखि नै सदस्य हो। अहिलेको यो हाम्रो दोस्रो अधिवेशन पछाडि चाहिँ म सहसचिवमा आएको छु, किनभने हङकङमा हामीले पत्रकारिता गरेको पनि करिब 1 दशक हुन लाग्यो। यसलाई संस्थागत रूपमा अगाडि बढाउन र हामी बिचमा भएको भाइचारा पत्रकारहरूलाई एक गरेर अगाडि बढाउन र प्रेस स्वतन्त्रताको लागि र यहाँ भएको घटनाहरू परिघटनाहरूलाई चाहिँ विभिन्न माध्यमबाट जनसमक्ष चाहिँ हामी प्रस्तुत गर्ने उद्देश्यले म यसमा फेरि पनि सहसचिवमा चाहिँ निर्वाचन आफूलाई उम्मेदवारी दिएर निर्वाचन भएको यहाँलाई जानकारी। धन्यवाद। म अभिन थापा मगर, अहिले हङकङमा चाहिँ राजदूत.com को हङकङ सम्पादक र हङकङमा पत्रकारितालाई अलिकति व्यवस्थित रूपले लानुपर्छ भनेर अहिले दोस्रो साधारण सभा भर्खरै सम्पन्न भएको छ र म चाहिँ यो साधारण सभाबाट सदस्यको रूपमा निर्वाचित भएको छु र आउने दिनमा हामीले हङकङ लगायत नेपालमा पनि एउटा पत्रकारिताको रूपमा कसरी काम गर्न सकिन्छ र हङकङलाई एउटा पत्रकारितालाई कसरी व्यवस्थित बनाउन सकिन्छ हङकङमा भनेर त्यो काम गर्नेछौँ। र अहिले जुन समिति गठन भएको छ मलाई लाग्छ यो टिम एकदम स्ट्रङ छ र भोलिको दिनमा एउटा समाजको लागि पत्रकार र पत्रकारिताको हैसियतमा धेरै कुरा गर्न सक्नेछ भन्ने मैले विश्वास लिएको छु। मेरो नाम तुलसीराज राणा मगर र यो आज हङकङ नेपाल पत्रकार सङ्घमा चाहिँ मैले कोषाध्यक्ष पदमा चाहिँ पदभार ग्रहण गरेको छु र यो हङकङमा चाहिँ नि अब बेला बेलामा पत्रकारितालाई अब हाम्रै नेपाली समुदायमा चाहिँ नि एउटा प्रहार भइराख्ने हुँदाखेरि अब हङकङका सम्पूर्ण पत्रकारहरू एकजुट भएर अब लाग्नुपर्ने आवश्यकता पनि भएको हुनाले महसुस गरेको हुनाले मैले पनि यसमा चाहिँ आफ्नो आबद्धता जनाएको छु। धन्यवाद। नमस्कार, म मातृदीप प्रकाश राई। यो संस्थामा हाम्रो हक हित लगायत हाम्रो सुरक्षा, हाम्रो सुनवाई होस् र यो पत्रकारिता भन्ने शब्द पत्रकारितालाई अझ व्यावसायिक बनाउन यो हाम्रो टिमले अझ राम्रो गर्नेछ, व्यवस्थित गर्नेछ र यो नेपाली समुदायलाई निष्पक्ष समाचार सम्प्रेषण गर्न यो संस्थाले मुख्य भूमिका खेल्नेछ भन्ने लागेको छ र यसैले म यो संस्थामा लागेको। धन्यवाद। म देवराज राई, अहिले नेपाल जर्नलिस्ट एसोसिएसन हङकङको सचिव पदमा छु। योभन्दा अगाडि सहसचिव पदमा थिएँ। यो चाहिँ खास गरी हङकङमा हाम्रो पत्रकार सङ्घको आवश्यकता के हो भन्दाखेरि प्रेस स्वतन्त्रताको लागि पनि, अनि अर्को कुरा चाहिँ पत्रकारहरू जो यस क्षेत्रमा रहनुहुने पत्रकारहरूको अधिकारको लागि, उनीहरूको सुरक्षाको लागि र एउटा पेसागत हकितको लागि पनि हो। त्यसैको लागि म पनि यहीँ छु। म किशन राई, अहिले अब यो नेपाल पत्रकार सङ्घ हङकङको आज सम्पन्न दोस्रो साधारण सभाबाट चाहिँ पुनः अध्यक्षमा निर्वाचित भएको र हङकङमा नेपाली पत्रकारहरू जुन सीमित थियौँ सुरुमा,
तर अहिले अब पत्रकारिताको क्षेत्र पत्रकारिताको चाहिँ परिभाषा जुन प्रविधिसँग विकास भइरहेको छ विस्तार भइरहेको छ त्यसको कारणले हामीहरू यो क्षेत्रमा लाग्नेहरू दिन प्रतिदिन बढिरहेको छौँ र यो क्षेत्रमा लाग्ने विभिन्न आवश्यकताले गर्दाखेरि पत्रकार सङ्घलाई चाहिँ क्रियाशील बनाउनु पर्ने आवश्यकता भएको हुनाले आज हामीले अधिवेशन चाहिँ गरेर नयाँ समिति बनाएको छौँ र सम्पूर्ण साथीहरूलाई चाहिँ निर्वाचित हुने साथीहरूलाई बधाई पनि ज्ञापन गर्छु र अब यसले विगतभन्दा छुट्टै किसिमले क्रियाशीलता गर्नेछ र आफ्नो क्षेत्रमा विभिन्न जुन विशेष गरेर सिप अभिवृद्धि र हाम्रो जुन एकता छ यसको लागि चाहिँ काम गर्नेछ। धन्यवाद। म जगत अम्बे गुरुङ, म हङकङ पत्रकार सङ्घको पत्रकार सङ्घमा आबद्ध सदस्यमा छु। किन भन्दा हङकङमा भएको संसारहरू कार्यविधि कार्यक्रमहरूको संश्लेषण गर्न र होइन के भइरहेको भने जानकारी दिनलाई म यो फिल्डमा खटिएको छु र म यो पत्रकार नेपाल पत्रकार सङ्घको म संस्थापक कार्यकाल समितिको सदस्य पनि म अहिले सदस्यमा छु। म निर्मल श्रेष्ठ। आज नेपाल पत्रकार सङ्घ हङकङको दोस्रो अधिवेशन सम्पन्न भएको छ र यो अधिवेशनले नेपाल हङकङमा रहेका विभिन्न पत्रकारहरूलाई एकबद्ध गरेको छ र जुन एउटा युनिटी देखिएको छ आज पत्रकार निकै नै एउटा चाहिँ खुसीको कुरा, यो गर्वको कुरा छ र आगामी दिनमा नेपाली पत्रकारिता क्षेत्रको विकासमा विस्तारमा एउटा चाहिँ सबै पत्रकारहरू गोलबद्ध भएर अधिकारका लागि र समाजको हक अधिकारका लागि विभिन्न पक्षहरूमा मिलेर काम गर्नुहुनेछ र एउटा चाहिँ राम्रो एउटा समाज निर्माणको क्रममा जुन पत्रकारको एउटा योगदान एउटा पत्रकारको महत्त्व जुन छ त्यसलाई सबैले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। धन्यवाद। मेरो नाम चुरा थापा। म यहाँ नेपालीहरूको एउटा रेडियो कार्यक्रम नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश पनि चलाउँछु र यो नेपाल पत्रकार सङ्घ हङकङको अहिलेसम्म चाहिँ म सल्लाहकारको रूपमा रहेको थिएँ र यो अधिवेशन भर्खर मात्रै सम्पन्न भएको छ, दोस्रो अधिवेशन। यो अधिवेशनमा चाहिँ अध्यक्ष मण्डलको भूमिका निर्वाह गरेर भर्खर मात्रै हामीले नयाँ कार्यसमिति पनि चयन गरेका छौँ। हङकङमा नेपालीहरूको निकै ठुलो समुदाय बसोबास गर्छ र यो समुदायमा चाहिँ विभिन्न प्रकारका समस्याहरू छन्, भाषागत समस्याहरू छन्, यहाँ आर्थिक समस्याहरू छन्, रोजगारीका समस्याहरू रहेका छन् र यी विभिन्न समस्याहरूलाई समाधान गर्ने काममा चाहिँ हङकङमा रहेका नेपालीहरूको पत्रकारको समूहले निकै ठुलो भूमिका निर्वाह गर्दै आइरहेको छ। त्यति मात्रै नभइकन हङकङका नेपालीहरूले विशेष गरिकन नयाँ जेनेरेसनका भाइ बहिनीहरूले नेपाली भाषा संस्कृति पनि बिस्तारै बिर्सने हुन् कि भन्ने डर हामीमा परिरहेको छ। अलिकति पुरानो पुस्ताका नेपालीहरूमा चाहिँ डर लागिरहेको छ र मलाई लाग्छ नेपाली पत्रकारहरूको एउटा समूहले हङकङमा त्यसतर्फ पनि राम्रो महत्त्वपूर्ण चाहिँ भूमिका खेल्छ, नेपाली भाषा संस्कृति जोगाउनु भन्ने हामीलाई लागिरहेको छ। र यी विविध कारणहरू छन्, त्यति मात्र नभइकन नेपाललाई हङकङसँग जोड्ने र हङकङकै यहाँको चाहिँ जुन एउटा चाहिँ मूलधारको समुदाय छ त्यो समुदायसँग इन्टरेक्सन गर्ने मामलामा पनि नेपाली पत्रकारहरूको ठुलो भूमिका हुने गरेको छ। त्यसकारण चाहिँ हामीलाई नेपालीहरूको यो ठुलो समुदाय रहेको हङकङमा नेपाली पत्रकारहरूको यो सङ्गठन आवश्यक रहेको छ र अहिले हामीले नयाँ कार्यसमिति चयन गरेका छौँ आज मात्रै र यो कार्यसमिति एकदमै चुस्त दुरुस्त रूपमा रहेको छ र एकदमै अहिलेसम्म चाहिँ हङकङमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका एकदमै सक्रिय साथीहरू यसमा चाहिँ अहिले चाहिँ कार्यसमितिमा चयन हुनु भएको छ। उहाँहरू सम्पूर्णलाई हामी चाहिँ हार्दिक बधाई दिन चाहन्छौँ र सफल कार्यकालको शुभकामना पनि दिन चाहन्छौँ। म डम्बर कृष्ण श्रेष्ठ, म पत्रकार नेपालमा हुँदा चाहिँ नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद हो म अहिले पनि र अहिले चाहिँ म हङकङमा छु। हङकङको पत्रकारितालाई चाहिँ मैले झन्डै 17-18 वर्षदेखि नै हेरिरहेको छु। यहाँको प्रकाशित हुने एभरेज साप्ताहिकको लागि चाहिँ नेपाल एडिटरको रूपमा कोअर्डिनेट संयोजन गर्ने काम पनि गरिरहेको छु विगत 15-16 वर्ष यता। अनि सँगसँगै एचके नेपाल.com, एचके नेपाली टिभी त्यस्ता उसमा पनि बेला बेलामा म सपोर्ट गरिरहेको हुन्छु। र यहाँ जुन
2004, 2011, 2009मा झन्डै 2-3 पटक पत्रकारिताको ट्रेनिङहरूमा म पनि सहभागी भएर नयाँ लेख्न सिक्न चाहनुहुने यहाँका पत्रकारिता गर्न चाहनुहुनेलाई तालिमहरू पनि दिएको थिएँ त्यो बेला। त्यो हिसाबले हेर्दाखेरि हङकङ चाहिँ संसारमा एकदम त्यो नेपालीहरूको चाहिँ धेरै संस्थाहरू भएको ठाउँ हो। यहाँनिर धेरै गतिविधिहरू भइरहन्छ। यहाँनिर जातीयदेखि राजनीतिकदेखि लिएर हरेक किसिमको गतिविधि हुने भएकोले गर्दाखेरि चाहिँ यहाँको चाहिँ पत्रकारिता, मिडिया, अनलाइन सबै कुरा चाहिँ एकदम सङ्गठित र सशक्त हुन आवश्यक छ। अहिले पछिल्लो केही समय सबैतिर चाहिँ यो हरेक संस्था र व्यक्तिका कारणले फुटहरू आइरहेको छ होइन, जताततै फुट देखिन्छ। हङकङमा पनि निश्चय नै त्यो फुटहरू छ, देखिँदै आएको हामीले। तर पनि यहाँ एकता किन जरुरी छ भने यो एकदम पोटेन्सियल ठाउँ छ। यहाँबाट चाहिँ संसारभरका नेपालीलाई चाहिँ भाषिकदेखि लिएर हरेक कुरामा चाहिँ एउटा मेसेज दिन सक्छ हङकङले, जो चाहिँ यहाँ नेपालीहरूको बसोबास स्थायी रूपमा छ होइन। त्यो भएकोले गर्दाखेरि पनि यहाँको यति धेरै गतिविधि हुन्छ। यहाँ अरू विदेशमा जस्तो म युरोप, अमेरिकाको धेरै देशहरू घुमेँ, हङकङमा जस्तो रेगुलर गतिविधि अरू ठाउँ त्यति हुँदैन। त्यो हिसाबले पनि यहाँ चाहिँ सङ्गठन आवश्यकता छ र यो पत्रकारहरूको जुन सङ्घ छ यसले पक्कै पनि सङ्गठित गरेर लान्छ जस्तो लाग्छ। अब नयाँ जुन कार्य समिति तयार भएको छ यसलाई पनि म शुभकामना दिन चाहन्छु। धन्यवाद।